घ्याम्पे हाल्न लाग्यो लासै पाएन माथि हैन ओपर गाह्रो हो ओपर एकदम उकालो है स्यास्या हो नि अब हामी यो कल मन को हाल बताउँथे म सुटुकै चिठी लेखी तिमलाई पठाउँथे म सुटुकै सो हेलो गाइस व्हाट्सअप स्वागत छ मेरो नयाँ भिडियोमा है सन्चै हुनुहुन्छ होला तपाईहरु म पनि सन्चै छु आज चाहिँ म कहाँ जान्ला भन्दा ठ्याक्क नुवाकोटको एकदम दामी ठाउँमा किस्पाङमा जान लागेको आज हैन नुवाकोटको एकदम राम्रो ठाउँ काठमाडौँबाट लगभग त्यस्तै 57 किलोमिटरमा छ एकदम दामी ठाउँ छ नुवाकोटको तपाईहरु पनि यस्तै राम्रो नेपालको ठाउँहरु हेर्न चाहनुहुन्छ घुम्न चाहनुहुन्छ भने मैसँग मेरे चैनल और अगर तुम लोग नए हो तो सब्सक्राइब करो वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती मुझे नहीं पता बस क्लिक हो जाना चाहिए पुरानो हुनुहुन्छ भने लाइक कमेन्ट गरेर जानु होला र आज ल जाउँ है त आज म मोटो ब्लग गर्दिन तपाईहरुलाई विभिन्न राम्रो ठाउँहरुको मात्रै आज दृश्यहरु देखाउँछु र किस्पाङ एकदम ब्युटीफुल प्लेस नुवाकोटको जाने छौं म आज जान लागेको छु त्यसैले एकदम रमाइलो गर्नुपर्छ भन्ने मलाई लागिरहेको छ है त गाइस अब बाटोतिरै भेटौं राम्रो दृश्यहरु गर्दा है त गाइस साथीहरु काइपे होला म राइडको अन्तिम श्रेणीमा आइपुगिसके म हैन किस्पाङको माथि भेडा फार्म यो माथि पुरै भेडा फार्म हो हैन अहिले चाहिँ यहाँ माथि छु अब माथि जाने छु म बाटो चाहिँ तपाईको 50% एकदम दामी छ 50% 25% एकदम अछिलो छ र 25% चाहिँ एकदम ठिकै छ हैन म चाहिँ स्कुटरलाई चाहिँ रिकमेन्ड गर्दिन हैन यो ठाउँमा आउन लास्टै गाह्रो हुन्छ बाइक पनि तपाईको एकदम फुल्ली सर्भिसिङ गरेर आउनु होला हैन तपाईको सक्दो एक जना आउनु होला हैन भने दुई जना आउनु होला एकदम मेन्टेन गरेर आउनु होला यतातिर खासै वर्कसपहरु छैन त्यसैले एकदम दामी बनाएर आउनु बाइक ओपर गाह्रो हो ओपर एकदम उकालो है स्यास्या हो नि स्यास्या भएर आयो भने दामी छ रिग्रेट हुँदैन आएर रिग्रेट भएर फर्किनु पर्दैन एकदम ह्याप्पी भएर फर्किने ठाउँ छ काठमाडौँबाट एकदम बेस्ट ठाउँ हैन नुवाकोटको जुगाई चल्डी जुगा हेर्नुस् गाइस मेरो जुत्तामा जुगा लुक एट दिस जुगा चाहिँ ओभर लाग्छ है यतातिर भ्यू हेर्नुस् गाइस यताको ठ्याक्क तिमलाई एउटा कुरा भन्नु थियो सुटुकै तिमलाई एउटा कुरा भन्नु थियो सुटुकै कुन बेला मन चोरेछौ सुटुकै तिमलाई सम्झी हुन्छु म त भुतुकै कुन बेला मन चोरेछौ सुटुकै भेटौं क्या रे तिमीलाई तर कसरी हो साटु क्या रे मुटु तर कसरी भेटौं कसरी साटु कसरी पुरै घुम्दैछौँ ढ्याक्क भेडा फार्म गयो टक्क ग्राउन्डमा हैन एकदम दामी थियो
यसो आयो भने हामी कति माथि आइपुग्छ यहाँबाट झाडै आयो हामी कति धेरै माथि आइपुग्यो नि हामी है ऊ त्यता चाहिँ पर्छ लालीगुराँस छ होला नजाने अब त फोटो त गति लाउने अब हामी यो नामबाट जान लाग्यो अब तल ठ्याक्क किस्पाङको मन्दिर मन्दिर र पोखरीमा तपाईँहरूलाई देखाउने छु अब चाहिँ हामी यहाँबाट जान्छौँ बाई बाई तपाईँहरू पनि आउनुहोस् इन्जोय लिनुहोस् बिदाको दिन इन्जोय गाइस इन्जोय लाइफमा इन्जोय नगरे कहिले गर्ने यार मरेपछि गर्ने ल तल गएर कति आउँछौ मेरो सपनीमा सुटुकै एक दिन आइदेऊ अब बिपनीमा सुटुकै तिमीलाई सम्झी सम्झी हुन्छु म त भुतुकै कुन बेला मन चोरेछौ सुटुकै साथीहरू बाइकको आलो दिनुहोस् कतिको हुन्छ देख्नुभयो नि हिलो यतिको छ याक्क लाएर अब दाना त होइन स्कुटर पनि सललललललल त नभनौँ जे होस् ओर्ली ठेली गइरहेका छन् रमाइलो छ ठाउँ चाहिँ एकचोटि घुम्नु जानु होला टक्क भेडा फार्म भनेर तर भेडा फार्म चाहिँ हो अहिले चाहिँ भेडा चाहिँ लगभग मुस्किलले 10-15वटा देखेँ मैले त्यही हो अहिले भेडा फार्म चाहिँ होइन त्यहाँ अहिले जे होस् घुम्न जाने टुरिस्ट फार्म चाहिँ भइरहेको छ टक्क जानु होला अझ सक्नुहुन्छ भने गर्लफ्रेन्ड लिएर जानु होला टक्क चक्की क्वालिटीमा अरे कहना क्या चाहते हो गर्लफ्रेन्ड खुसी बनाउने यही हो मौका बाइक त्यही हो ल बाइकको यस्तो हालत चाहिँ हुनुपर्छ लिएर जाने बेला यो बाटो टक्कै यो गेट कटेर जानुपर्ने हुन्छ है हामी चाहिँ अर्कै बाटो गएको थियौँ तर आउने बेला चाहिँ अर्कै बाटो यो बाटो आयौँ तर तपाईँहरू यो बाटो जानु सहिलो हुन्छ पिच छ 25% मात्रै अफलोड छ होइन भने हामी गएको बाटो जानुहुन्छ भने 50% अफलोड छ है त गाइस साथीहरू अहिले चाहिँ हामी यस्तो छोटो ब्रेकमा होइन फर्किसकेको छौँ माथिबाट छोटो ब्रेकमा अब खाजा खान लाग्यो ट्याक्क ठाडै घ्याम्पै हाल्न लाग्यो लासै पाएन माथि होइन अब हामी फर्किन्छौँ आज भिडियो कस्तो लाग्यो अब भिडियो यहीँ पनि इन्ड गर्दैछु च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला पुरानो हुन्छ भने एउटा मिठो लाइक र कमेन्ट छोडिदिनु होला है त गाइस बाई बाई सी यु नेक्स्ट ब्लग